हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। मेरो नाम सञ्जय गौतम। हाल मेरो बसोबास अहिले बाहिर छ अनि म खास यो भिडियो बनाउँदिनँ भन्ने सोच्न थिएँ, तर मलाई यो दिन चाहिँ याद राख्नु छ, त्यस कारण चाहिँ भिडियो बनाउने सोचमा पुगेँ म अन्तिममा। अनि भिडियो यस कारण पनि बनाउने कि यो दिन स्पेसल हुनेवाला छ आज र भोलिको दिन मेरो लागि, त्यही भएर। अनि अहिले चाहिँ बिहानको 2 बजेको छ। म भर्खरै कामबाट आएँ अनि त्यही नै अब म मिठो खाना बनाउँछु। अहिलेको स्केड्युल यही नै हो। खाना त बनाउँदिनँ होला, ओट्स चियासँग त्यस्तै केही फलफुलहरू खाएर बस्छु। मेन चाहिँ रुपेनको बिहे हुँदैछ भोलि। मलाई चाहिँ अचम्म लागिरहेछ क्या। म आफैलाई अझै बच्चै जस्तो लागिरहेछ। त्यसको बिहे मभन्दा कान्छो हो त्यो, अनि त्यसको बिहे हुँदैछ क्या। ल वाट इज दिस सेट भइरहेछ क्या मलाई। मैले त्यो सोचिरहेको छु, यस्तो खुसी छु म फेरि होइन, बिहे यसको भइरहेछ। आइ एम सो ह्याप्पी फर हिम। तर म अचम्मको सँगसँगै खुसी पनि दुइटै छ क्या। अनि मलाई याद ठ्याक्क भ्लग गराउनुको रिजन नै त्यही हो। मलाई चाहिँ यो फिलिङ्स मैले यहाँ भन्न त भनिरहेको छु नि त, अनि त्यो सम्झिनु छ, यसको दिन मलाई सम्झिनु छ, त्यो भएर त्यही नै हो। अब त्यही केही खान्छु अनि अहिले ट्याक्क 2 बजी होइन, अनि त्यसपछि 8 बजी चाहिँ मलाई त्यसको घरमा पुग्नुपर्ने छ। त्यसको घर पुग्नु पनि मलाई 1-1.5 घन्टा 2 घन्टा जस्तो लाग्छ। 2-3 घन्टा सुत्ने हो त्यसपछि अनि जानु छ, त्यसपछि ट्राभल गर्ने, फेरि 8 घन्टा ट्राभल गर्ने, क्यानबेरा पुग्ने। त्यहाँ मेहन्दी छ अरे, अनि त्यहाँबाट त्यो एटेन्ड गरेर सागरपन्थी पनि आउँदैछ सिडनीबाट। सारसँग नभेटेको, लास्ट टाइम भेट्यो भने म होस्टेल बस्दाखेरि हो बर्मामा। बिहेले चाहिँ लिस्ट पुरानो साथीहरू चाहिँ भेट हुने माहौल चाहिँ गराइदिएको छ। अब जाने बेला एकसो भ्लग बनाउँछु। आज चाहिँ अलिकति कम्प्लिट भ्लग जस्तो गराउँछु। अहिले अब यो स्टार्टिङ भयो, उठेको, अनि त्यसपछि एकैछिन रेडी भयो, अनि त्यसपछि जान लागेको, पुगेको, या गाडीमा रमाइलो गरेको अहिले कम्प्लिट जस्तो बनाउँछु। सी यू पिपल, आइ एम सो ह्याप्पी फर यु बर्थडे। त्यो हुन्छ नि, शब्दहरू छैन क्या मसँग तिमीहरूको लागि, सन्ध्या र त्यो लागि एकदमै खुसी छु। लभ यु पिपल। यस्तो सधैँ दाहिने हुन् बाटो तेरो लागि, सन्ध्याको लागि, तिमीहरू परिवारको लागि। आई रियली लभ यु। कति चाँडै ठुलो भए हामी, कति चाँडै ठुलो भए, समय बितेको पत्तै छैन। समय त यहीँ बित्छ। द ओन्ली थिङ द्याट इज पर्मानेन्ट इज चेन्ज भनेर चाहिँ अहिले बल्ल हुन्छ नि, महसुस भइरहेछ मलाई। वाउ, आइ एम सो ह्याप्पी फर यु। एकदमै खुसी छु म। सोच्न, मलाई 2 बजे राति यस्तो एनर्जी आइरहेछ। तारिफ गरेको है फेरि मैले यो आफ्नो, त्यो मलाई देखाउँछु नि त। यस्तो हेर्दा 2 बजे राति उठेर पनि म यस्तरी भिडियो साँच्चै खुसी छु मबाट। सी यू।